हाम्रो 1 आउनेवाला छ। अब यो चाहिँ अलिकति इजी के बनाइदिन्छ भन्दाखेरि चाहिँ एक्जाममा कतिवटा इटरेसनसम्म गर भनेर भनेको छ भने हामीले त्यतिवटा इटरेसनसम्म मात्र गरिदिए पनि द्याट्स इनफ है। ओके, सो यसरी गरिन्छ गॉस साइडल भन्ने दाजुको चाहिँ है। ल अब नेक्स्ट मेथडतिर जाउँ न त है। अब बुझेन भने तिमीले मलाई पछि भन्न पायो है त, पछि भने मतलब अब कमेन्टतिर गराओ अथवा केतिर गर्नु छ। नेक्स्ट मेथडमा चाहिँ सिम्प्लेक्स मेथड। के अरे अक्षर अलि सानो देखिरह्यो होला, तर अब अक्षर सानो देखे पनि केही नभन्ने है त। अब यो चाहिँ मोर देन धेरै भयो भने 20 मिनट जति लाग्छ होला, 20 मिनटमा सकिन्छ है सिम्प्लेक्स मेथडमा। अब सिम्प्लेक्स मेथड भन्ने बित्तिकै चाहिँ कि त म्याक्सिमाइज भनेर आउँछ कि त मिनिमाइज भनेर आउँछ। अब अहिले हामी चाहिँ म्याक्सिमाइजकै क्वेसन गर्छौँ, मिनिमाइजको क्वेसन चाहिँ गर्दैनौँ है। त्यति चाहिँ मिनिमाइजको क्वेसनमा अलिकति चेन्ज गरेर गर्नुपर्ने छ, तर प्रोसेस चाहिँ त्यही आउँछ। अब तिमीहरू म्याक्सिमाइजको आइसकेपछि चाहिँ अनि मिनिमाइजको क्वेसन पनि गरिदिनु न भनेर भन्यो भने चाहिँ मिनिमाइजको पनि गरेर चाहिँ हालिदिउँला, तर अहिलेलाई चाहिँ म्याक्सिमाइजको मात्र हेरौँ है त। सो सिम्प्लेक्स मेथडमा चाहिँ हामीले टेबल बनाउनु पर्ने हुन्छ, त्यसमा अलिअलि यताउता गर्नुपर्ने हुन्छ, त्यो चाहिँ थाहा हुनु पऱ्यो है त। सो फर्स्ट चिज भनेको चाहिँ के गर्नु पऱ्यो तिमीले भन्दाखेरि चाहिँ पहिला चाहिँ हामीले चाहिँ एलपिपी प्रब्लमलाई चाहिँ स्ट्यान्डर्ड एलपिपी प्रब्लममा चाहिँ चेन्ज गर्न जान्नुपर्छ। त्यो गर्नुको लागि चाहिँ कतिवटा अननोन छ त्यही अनुसारको हामीले नन नेगेटिभ स्ल्याक भेरिएबल चाहिँ इन्ट्रोड्युस गर्ने हो। अब यसको पछि म पहिला क्वेसनबाटै भनिदिउँ कि क्या है, क्वेसनबाटै भनिदियो भने अलिकति सजिलो पनि होला, तिमीलाई बुझ्न पनि सजिलो होला। अब म एउटा चाहिँ 2x2 कै गरौँला, अनि अर्को चाहिँ 3। अनि यहाँनिरबाट आउने क्वेसनहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ पहिला चाहिँ 3 मार्क्सको पनि आउनसक्छ के अरे, कहिलेकाहीँ चाहिँ 5 मार्क्स पनि आउनसक्छ। 5 मार्क्सको आउने हो भने टेबल 4वटा हुन्छ भने सम्झिने, अनि त्यसपछि 3 मार्क्समा आयो भने चाहिँ टेबल 2टासम्ममा चाहिँ बनाउनु पर्ने हुन्छ है। अब एलपिपी यो एलपी प्रब्लमलाई चाहिँ स्ट्यान्डर्ड फर्ममा लेख्ने है। कसरी लेख्छ भन्दाखेरि चाहिँ एलपी प्रब्लमलाई स्ट्यान्डर्ड फर्ममा लेख्ने बेला चाहिँ स्ट्यान्डर्ड फर्ममा लेख्दाखेरि चाहिँ के गरेर लेख्नुपर्छ भन्दा चाहिँ यहाँनिर चाहिँ नन नेगेटिभ स्ल्याक भेरिएबल चाहिँ इन्ट्रोड्युस गर्नुपर्छ है। स्ल्याक भेरिएबल इन्ट्रोड्युस गर्नुपर्छ। अब यो मैले भेरिएबल्समा चाहिँ मैले चाहिँ आर र यस लिएर हुन्छु। अब कतिले चाहिँ x1 x2 पनि लिएर हुन्छ अथवा के पनि लिएर हुन्छ है। त्यो चाहिँ अब आफ्नो आफ्नो तरिका हो गर्ने, सल्भ गर्ने। हामी त सल्भ गर्ने प्रोसेस बुझ्ने हो, त्यो अजुम गर्ने चिजमा चाहिँ जे पनि गर्नु पायो है। भनेपछि अब जस्तै हामीलाई चाहिँ स्ट्यान्डर्ड फर्ममा चेन्ज गर्नु छ भने जस्तै हाम्रो गिभन प्रब्लमहरू चाहिँ कस्तो टर्ममा हुन्छ भने कि त पीको टर्ममा हुन्छ, कि त जेडको टर्ममा हुन्छ, कि त एफको टर्ममा हुन्छ, जेसुकै होस् है। क्वेसन के हुन्छ, म्याक्सिमाइज हुन्छ, म्याक्सिमाइज होइन। अनि त्यसपछि p20x प्लस 30y, अनि त्यसपछि एसटी अनि के दिएको हुन्छ के अरे, अनि 3x प्लस y लेस देन 15, अनि त्यसपछि x प्लस 3y लेस देन 12, अनि त्यसपछि x, y ग्रेटर देन अर इक्वल टु 12। अब यस्तो हो फर्ममा हुन्छ। अब यसलाई सुरुमा चाहिँ मैले चाहिँ यहाँ तिमीलाई के सिकाउनु लागेको भन्दाखेरि चाहिँ यो स्ट्यान्डर्ड फर्ममा चाहिँ कसरी चेन्ज गर्ने भनेर सिकाउनु लागेको सुरुमा है। अनि म्याक्सिमाइजको प्रब्लम छ भने जहिले पनि लेस देनको टर्ममा आउँछ। यो चाहिँ सिम्बल पनि हेर्नुहोस्, किनभने एउटा सिम्बल बिग्रियो भने एन्सर गतिलो आउँदैन है त। ल अलिकति फास्ट गरेँ मैले यसमा है त। अब स्ट्यान्डर्ड फर्ममा चेन्ज गर्ने बेलामा चाहिँ हामीले के गर्नुपर्छ अरे, नन नेगेटिभ स्ल्याक भेरिएबल इन्ट्रोड्युस गर्नुपर्ने हुन्छ। कतिवटा अननोन छ त्यतिवटा नै हामीले नन नेगेटिभ स्ल्याक भेरिएबल इन्ट्रोड्युस गर्ने हो। जस्तै आर र यस भनेको दुईवटा है, किनभने हाम्रो यहाँ एक्स र वाई पनि दुईवटा अननोन छ, त्यो भएर चाहिँ हामीले दुईवटा चाहिँ नन नेगेटिभ स्ल्याक भेरिएबल चाहिँ इन्ट्रोड्युस गरिरहेको है। अब मेन चिजतिर लगाऊँ है त। मेन चिज के हो भन्दाखेरि चाहिँ के गर्नु पऱ्यो, पहिला इन्ट्रोड्युसिङ यो चेन्ज गर्ने बेलाको भन्दा चाहिँ नन नेगेटिभ स्ल्याक भेरिएबल आरएनएस है। अब योलाई आरएनएसलाई इन्ट्रोड्युस गरेपछि कसरी लेख्छ भन्दाखेरि चाहिँ जस्तै यो हाम्रो यो अहिले पीको टर्मलाई छोडिदिउँ, यो तलको इक्वेसनलाई हेरौँ है त। तलको इक्वेसनलाई हेर्दाखेरि चाहिँ फर्स्ट इक्वेसनमा चाहिँ हामीले आर लेखिदिन्छौँ, आर एड गरिदिन्छौँ, अनि इक्वल टु 15 भनेर लेखिदिन्छौँ। सेकेन्डमा चाहिँ हामीले यस इन्ट्रोड्युस गरिदिन्छौँ है त। ल यस इक्वल टु कति भयो, 12 भयो। अनि योलाई चाहिँ यतापट्टि ल्याएर राखिदिन्छौँ, द्याट इज अब यो -20 यतापट्टि आउँदाखेरि हुन्छ, सरी +20 -20मा हुने भयो, 30y हुने भयो, अनि प्लस p हुने भयो इक्वल टु 0 हुने भयो। यो भनेको चाहिँ यसको लागि के हो, स्ट्यान्डर्ड फर्म हो है। सो यो चाहिँ याद गर्ने है त, यो चाहिँ के हो अरे, स्ट्यान्डर्ड फर्म हो। ओके, सो नेक्स्टमा अब स्ट्यान्डर्ड फर्ममा चेन्ज गर्नु भनेको छ भने यतिसम्म गऱ्यो। अब हामीले त सल्भ गर्नु छ भने चाहिँ अब त्यसपछि चाहिँ हामी के गर्छौँ भन्दाखेरि टेबल फर्म गर्छौँ है। सिम्प्लेक्स टेबल भन्छ त्यसलाई। कस्तो हुन्छ भन्दाखेरि चाहिँ यस्तो हुन्छ है, पक्क म देखाउँछु यस्तो हुन्छ भनेर। पहिला यहाँनिर बेसिक भेरिएबल अथवा त्यसलाई बिभी भनेर लेख्छ, अनि त्यसपछि एक्स भयो,
त्यसपछि वाइ भयो, त्यसपछि आर भयो, त्यसपछि एस भयो, त्यसपछि अब यहाँ जे छ जेड छ भने जेड लेख्दिने, पी छ भने पी लेख्दिने, एफ छ भने एफ लेख्दिने, वाट एभर जे छ त्यही लेख्दिने। त्यसपछि पी भयो, त्यसपछि आरएचएस भयो है। अब यहाँनिर यसमा यतापट्टि आर लेख्ने, यतापट्टि एस लेख्ने। अब यहाँ जे छ त्यही फिल गरिदिने। 3 को 3 नै भइहाल्यो, वाइको अगाडि 1 छ, आरको अगाडि 1 छ, यहाँ छैन, यो पनि छैन, अनि आरएचएसमा 15 छ। त्यस पछाडि यतापट्टिको एक्सको अगाडि 1 छ, त्यसपछि 3 को अगाडि वाइको अगाडि 3 छ, 3 को अगाडि त केही पनि छैन होइन। सो 0 1 0 अनि त्यसपछि यहाँनिर 12 है। अब तलको नि -20 भइहाल्यो, त्यसपछि -30 भइहाल्यो, त्यसपछि यहाँनिर 0 0 1 अनि यतापट्टि 0। यो फिल गरेको बुझ्यो? हेर त मैले जे छ त्यही मात्रै फिल गरिरहेको छु है। एकचोटि बुझेको छैन भने एकचोटि भिडियोलाई पज गरेर फेरि हेर्दा नि हुन्छ। अबको काम के त भन्दाखेरि चाहिँ अबको काम के नि भन्दाखेरि चाहिँ लास्ट रो, अब रो र कोलम थाहा छैन भने चाहिँ एकचोटि गएर फेरि रो र कोलम पढेर आउने। रो भनेको चाहिँ ओरिजेन्टलको भयो, कोलम भनेको चाहिँ भर्टिकल भयो है। दिस इज कोलम, दिस इज कोलम, दिस इज कोलम, बट माथिको रो, यो पनि रो, यस पनि रो, अनि यो माइनस यो पनि रो है। अब हाम्रो आँखा कहाँ जानु पऱ्यो गिद्धे नजर भन्दाखेरि चाहिँ लास्टको रो हेर्नु पऱ्यो। लास्टको रो भनेको कुन हो? यो है, मैले यहाँनिर पेन राखेको चिज यो -20 -30 भएको लास्टको। अब यहाँनिर चाहिँ नेगेटिभ छ कि छैन भनेर हेर्नु पऱ्यो है। नेगेटिभ छ त देखिरहेछ। अब नेगेटिभ भइसकेपछि मोस्ट नेगेटिभ चाहिँ कुन हो भनेर हेर्नु पऱ्यो लास्टमा है। के हेर्ने? मोस्ट नेगेटिभ। मोस्ट नेगेटिभ कुन छ अहिले? -30 छ। कुन कोलममा छ? हेर त वाइ कोलममा छ। वाइ कोलम। अब वाइ कोलम भनेको के हुने भयो भन्दा चाहिँ पाइभट कोलम हुने भयो। यो चाहिँ पाइभट कोलम हुने भयो है। त्यसपछि अब यो काम भयो। अब यो यति भइसकेपछि चाहिँ हामी यतापट्टि रेसियो भनेर लेख्छौँ है। देखिरहेछ रेसियो? ओके देखिरहेछ है। रेसियो भनेर लेख्छौँ। अब रेसियोमा के लेख्छौँ भन्दाखेरि चाहिँ यो वाइ कोलम पाइभट कोलम जुन हो त्यो कोलमको नम्बरले चाहिँ आरएचएसको भ्यालुलाई डिभाइड गर्छौँ है। भनेको मतलब 15 डिभाइडेड बाई 1 कति? 15 नै। त्यसपछि यतापट्टिको 12 डिभाइडेड बाई 3 कति? 4 हो है। अनि यहाँ 0 डिभाइडेड बाई -30 गर्दा 0 आउने भयो, त्यही भएर मैले यतापट्टि चाहिँ लेखिनँ है त। अब यो दुईवटा मध्ये हामी कम्पेयर गर्छौँ। 4 ठुलो कि 15 ठुलो? 4 ठुलो होइन, 15 ठुलो। र जुन चाहिँ सानो छ त्यही चाहिँ हामीले लिने हो। अब कुन सानो भयो भन्दा यो सानो भयो भनेपछि दिस इज सानो। ल हेर्ने, अब वाइ र यो रोको इन्टरसेक्सन कहाँ भइरहेछ भन्दाखेरि चाहिँ यो पोइन्टमा भइरहेछ। दिस इज कोलम है। अनि यतापट्टिबाट योबाटैबाट के भयो हेर्ने, यो चाहिँ अब हाम्रो सानो परिरहेछ, त्यही भएर अब यसको इन्टरसेक्सन कहाँनिर भयो भन्दा यो भयो। यो भनेको चाहिँ अब 3 भनेको चाहिँ के हो भन्दा पाइभट इलिमेन्ट हो है। इलिमेन्ट हो, पाइभट इलिमेन्ट भयो। अब यहाँसम्मको काम सक्यो। अब के गर्ने भन्दाखेरि यो जो पाइभट इलिमेन्ट भन्ने छ नि यो मान्छेलाई यो नम्बरलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ 1 बनाउनु पर्यो। अब 1 बनाउनु के गर्ने? अब तिमीले म्याट्रिक्समा पढेको छ, म्याट्रिक्स थाहा छ। म्याट्रिक्स यो पछि पढाउँदै जान्ला म। अब म्याट्रिक्समा के गर्थ्यो भन्दा रो इक्विभ्यालेन्टमा हेर्दाखेरि डायगोनललाई 1 बनाउनु पर्ने हुन्थ्यो। त्यो 1 बनाउँदाखेरि चाहिँ तिमीले कि त डिभाइडको अपरेसन युज गर्नु पर्थ्यो कि त मल्टिप्लिकेसनको अपरेसन युज गर्नु पर्थ्यो हो है। त्यही भएर कि त डिभाइड गर्ने कि त मल्टिप्लाई गर्ने। अब 3 लाई मैले 1 बनाउन, यो कुन रोमा हो? R2 मा रहेछ है। 3 लाई मैले 1 बनाउन R2 लाई मैले डिभाइड बाई 3 गरिदिन्छु। पहिलो काम भनेको मेरो त्यो। अब त्यसपछिको काम भनेको चाहिँ बल्ल अनि यो तल माथिलाई चाहिँ Z0 बनाउनु पर्छ है। त्यो जुन पाइभट इलिमेन्ट छ त्यसलाई चाहिँ 1 बनाउने, अनि त्योभन्दा तलमाथिको अथवा तलको अथवा माथिकोलाई चाहिँ हामीले 0 0 बनाउनु पर्ने हुन्छ। अब कसरी? अनि अर्को चिज भनेको यो 3 को इक्विभ्यालेन्ट यहाँनिर यस छ है, अनि यतापट्टिको वाइ छ। त्यही भएर अब यो सिफ्ट हुन्छ। सिफ्ट भनेको मतलब अब यसको ठाउँमा चाहिँ वाइ आएर बस्छ, फेरि वाइको ठाउँमा यस जाने होइन सिफ्ट भनेको है। वाइको ठाउँमा के आउँछ? अब सरी यसको ठाउँमा के आउँछ? अब यो वाइ चाहिँ यहाँनिर आएर बस्छ है। यति फिल चाहिँ गर्न जानु पऱ्यो। यति जानेपछि त तिमीहरू नि टपर भइहाल्यो भने समक्ष ल्याउने भइहाल्छ नि, टेन्सन भएन। पी आरएचएस। ल मैले 6 मार्क्सको चाहिँ आज पढाइदिनु लागिसकेँ। ओ माइ गॉड कति फास्ट। ल अब कसलाई चेन्ज गऱ्यो? R2 लाई। सो R2 लाई चाहिँ हामी केही पनि गर्दैनौँ, बाँकी के अरे R2 लाई चाहिँ हामी चेन्ज गर्छौँ, बाँकी जे छ त्यही लेखिदिन्छौँ है त। यसलाई जे छ त्यही भइहाल्यो यो। अनि यसमा 3 छ, यसमा 1 छ, यसमा 1 छ, यसमा 0 छ, यसमा पनि 0 छ, अनि यसमा 15 रहेछ। अनि त्यसपछि यतापट्टि के छ? देखिरहेछ है। सो यसमा पछि अब यसको ठाउँमा हामीले वाइ लेख्नुपर्छ भनेर मैले भनिहालेँ। अनि यतापट्टि हाम्रो -20 छ, यतापट्टि हाम्रो -30 छ, अनि यतापट्टि 0 भइहाल्यो, यो 0 भइहाल्यो, यो 1 भइहाल्यो, यतापट्टिको 0 को 0 भइहाल्यो। अब यसले चेन्ज गऱ्यो होइन। अब यो 3 ले डिभाइड गरिदिरहेछ भनेपछि यहाँ 1/3 हुने भयो, यहाँ 1 नै हुने भयो, यहाँ 0 नै हुने भइहाल्यो, यहाँनिर 1/3 नै हुने भइहाल्यो, अनि यहाँनिर 0 हुने भइहाल्यो, यहाँनिर 4 हुने भइहाल्यो। यो गरे त बुझ्नु पऱ्यो है साथी हो।
बुझिन्छ नि, बुझ्नु पऱ्यो है। सो अब यति भइसकेपछि अब नेक्स्ट भनेको के हो भन्दाखेरि चाहिँ अब हामीले यसलाई चाहिँ 1 बनायौँ होइन। अब यसको तल माथि भनेको यसको माथि 1 छ, यसको माथि यसको तल -30 छ। अब यसलाई के गर्नु पऱ्यो, सेम कोलमको लागि चाहिँ 0 बनाउनु पर्ने भयो है। अब यसलाई 0 बनाउनु न, यसलाई यो -1 गरेपछि 0 बन्छ, यसलाई 0 बनाउन +13 गरिदिएपछि 0 बन्छ। यो चाहिँ थाहा हुनु पऱ्यो है। प्लसलाई 0 बनाउनु पर्ने छ भने माइनस अपरेसन गर्नु पऱ्यो, माइनसलाई 0 बनाउनु छ भने प्लस अपरेसन गर्नु पऱ्यो। त्यति चाहिँ जान्नुहोस् है। अब बायोलोजीको हौ भने अब पछि गएर अपरेसन गर्नुपर्ने हुन्छ। अब बाँकी कम्प्युटर साइन्सको यताउता छ भने चाहिँ, अथवा म्यानेजमेन्ट पनि पढ्छन् क्यारे अहिले है। म्याथ चाहिँ म्यानेजमेन्ट पढ्नेहरूलाई चाहिँ अझ झनै अप्ठ्यारो होला भन्ने चाहिँ मेरो बुझाइ हो। अब तर अप्ठ्यारो चाहिँ हुँदैन, जो मिहिनेत गर्छ उसलाई के अप्ठ्यारो नि, म्याथमा के अरे म्यानेजमेन्ट टपरहरू भइहाल्छ नि होइन। अबको काम के भन्दाखेरि चाहिँ यो पार्टलाई मैले 1 बनाएँ, अब यो पार्टलाई मैले 0 बनाउनु पऱ्यो। यो पार्टलाई, यो भनेको R1 हो, त्यही भएर R1 एरो R1 -1 R2 चाहिँ रिफरेन्समा लिनुपर्छ ल साथी। R1 R2 जुनलाई चाहिँ तिमीले 1 बनाइसकेका हुन्छन् त्यो रिफरेन्समा लिनुपर्छ। अर्को चिज भनेको R3 लाई मैले 0 बनाउन R3 + 30 R2 नै गर्नु पऱ्यो है। त्यो R2 भनेको चाहिँ रिफरेन्समा लिएको, R2 को भ्यालु 1 छ, त्यही भएर चाहिँ खासै फरक पर्दैन। ल अब यति भइसकेपछि अब फेरि म टेबल सार्नु पऱ्यो। टेबल सार्दाखेरि फर्स्ट सुरुमा हाम्रो के थियो भन्दा BV थियो, त्यसपछि X थियो, त्यसपछि Y थियो, त्यसपछि R थियो, त्यसपछि S थियो, त्यसपछि P थियो, ओ माइ गड, त्यसपछि RHS थियो, टाढै गयो क्या हो। त्यसपछि हाम्रो यहाँनिर Y थियो, त्यसपछि हाम्रो यहाँनिर RA थियो, अनि त्यसपछि चाहिँ अनि चेन्ज थियो। अब अहिलेको यो चिजलाई BB यतापट्टि लेख्नु पर्थ्यो, यसलाई हामीले चेन्ज गरेका छैनौँ, त्यही भएर हाम्रो जे छ यो त्यही लेखिदिने 1/3 1 0 1/3 ओके 1/3 अनि 1 0 1/3 0 अनि यतापट्टि 4 को 4 नै थियो होला है। ओके अब बाँकीलाई चेन्ज गरे हो नि त। सो R1 लाई चेन्ज गरेका छौँ, R1 लाई यो 0 पार्ट बनाएको हो हामीले, अनि यो पार्ट पनि 0 पार्ट बनाएको हो हामीले। अब बाँकी चाहिँ क्यालकुलेटरमा क्यालकुलेसन गरेपछि निक्लिन्छ है त। जस्तै यहाँनिर 3 रहेछ, 3 माइनस R1 भनेको कति छ भन्दाखेरि चाहिँ 3 के भयो 3 माइनस 1/3 होइन, 3 माइनस अनि त्यसपछि 1/3 गर्दाखेरि 8/3 हो। म त कन्फ्युज है, 1/3 गर्दाखेरि 8/3 आउने रहेछ। सो सुरुमा 8/3 भयो। यो चाहिँ फिलअप गरेको है, तिमीहरूले अलिकति मैले फिल मात्र गरेँ, बुझिसकेले अलिकति फास्ट गरेर हेर्दा पनि पाप लाग्दैन तिमीहरूलाई, किन बिस्तारै हेर्नु होइन। यो चाहिँ मैले फिल त गरिदिनु पऱ्यो नि त, क्यालकुलेसन त चट्टो लगाएर मिलाएर गरिदिनु परिहाल्यो, फेरि पछि नबुझ्ला। अनि त्यसपछि 0 को 0 भइहाल्यो, आई थिङ्क 0 को 0 हो। अनि त्यसपछि 15 को अब 15 माइनस हामीले कति गरेको थियो भन्दाखेरि चाहिँ जस्ट त्यो मात्र गरेको थियौँ 4 गर्दा यहाँनिर 11 आउने भइहाल्यो। अब यतापट्टिको तल हेर्दाखेरि यहाँनिर -20 छ, -20 + 30 इन्टु R2 को भ्यालु 1/3 छ, 1/3 गर्दाखेरि हाम्रो एन्सर आयो -40/3 आयो होइन। त्यस पछाडिको अब यतापट्टिको भ्यालु हेर्ने हो भने यहाँनिरको भ्यालु 0 छ, 0 + 0 गर्दा 0 आउने भइहाल्यो, 0 आउने भइहाल्यो। यहाँनिर चाहिँ हामीले 30 लेखेको छ भने यहाँ 10 आउने भइहाल्यो। यसो यहाँनिरको भ्यालु हाम्रो जे छ 1 थियो भनेपछि 1 नै आउने भइहाल्यो होइन र 1 होइन हो। अनि त्यसपछि 0 छ, 0 + 30 इन्टु गर्दाखेरि 0 + 30 इन्टु 4 गर्दाखेरि हाम्रो किन 4 गरेँ मैले 30 R2 गरेँ हो नि त होइन। 4 गरेपछि यहाँनिरको भ्यालु आयो 120 है। ओहो फेरि 0 आयो सर, फेरि गर्नुपर्ने भयो, दिमाग खराब भयो। ल फेरि अब हेर त, फेरि हामीले लास्ट रो हेर्छौँ होइन। यति अपरेसन गरिसकेपछि लास्ट रोमा फेरि के आयो, नेगेटिभ आयो। कुन नेगेटिभ आयो, यो डाँगा नेगेटिभ आयो। अब यो डाँगालाई पनि फेरि चेन्ज गरेर अब पोजिटिभ बनाउनुतिर लाग्नुपर्ने हुन्छ। हाम्रो चाहिँ एन्सर कहाँनिर गएपछि आउँछ भन्दाखेरि चाहिँ जब चाहिँ हाम्रो यो लास्ट रोमा चाहिँ नन नेगेटिभ हुन्छ नि, तब चाहिँ अनि एन्सर आयो भनेर बुझ्दा हुन्छ। अब अहिले त नेगेटिभ छ, नेगेटिभ कहाँ आयो, यो कोलम एक्सको कोलममा नेगेटिभ आयो भनिसकेपछि अब फेरि काम के गर्नु पऱ्यो, रेसियो निकाल्नु पऱ्यो। रेसियो निकाल्दै नि यो डिभाइडेड बाई यो गरिदिने है। भनेपछि हाम्रो 11 × 3/8 है, इन्टु गर्दै मैले उल्टो बनाइदिएको, यो आयो 33/8 आयो। त्यसपछि यो आउँछ हाम्रो 4 तिया कति हो 12, यो पनि 12 आयो है। भनेपछि 33/8 ठुलो कि 12 ठुलो भनेपछि अब सानो चाहिँ यो आयो नि त होइन। त्यो 33/8 इज लेस देन कति 12। सो अब यसको प्यारलल भनेको यो हो नि। अब भनेपछि 8/3 इज के हुने भयो, पाइभट इलिमेन्ट हुने भयो। अब यही दाजुलाई चाहिँ हामीले के गर्नु पऱ्यो, 1 बनाउनु पऱ्यो। अनि अर्को चिज भनेको अब यो आरको भ्यालुको ठाउँमा
एक्स आएर बस्छ है त। सो चिज अब यो R1 हो, R1लाई मैले 1 बनाउनको लागि यहाँ 3/8ले मल्टिप्लाई गरिदिन्छु, क्यान्सल आउट भएर 1 बन्छ। अथवा तपाईँहरूले चाहिँ डिभाइड बाई 8/3 नि पनि गर्न सक्नुहुन्छ है। म फेरि टेबल बनाएँ, बिभी एक्स वाइ आर एस पी। अब यो चाहिँ टेबल अलिकति बढाइ भएर चाहिँ यो चाहिँ 5 मार्क्समा आउने टाइप क्वेसन छ है। अनि तपाईँहरूको 3 मार्क्समा आउने टाइप क्वेसन हो भने चाहिँ यहीँनिर आएर इन्ड भइसक्छ, लास्टमा नेगेटिभ आउनेवाला छैन। त्यही भएर कतिवटा टेबल बन्छ भन्दा यहाँ चाहिँ अघि नै मैले भन्दा एउटा टेबल बन्छ, दुईवटा टेबल बन्छ, अनि त्यसपछि 3वटा टेबल बन्छ 3 मार्क्सको क्वेसनको लागि हो भने चाहिँ। अब 5 मार्क्सको क्वेसन लागि हो भने चाहिँ अब एउटा टेबल बन्छ अनि अर्को एउटा पनि टेबल बन्छ है। अब यहाँनिर चाहिँ हाम्रो एक्स आएर बस्नुभयो, यहाँनिर वाइको छँदैछ। अब बाँकी हामीले चेन्ज गराएको भनेको यसलाई हो, यसलाई 1 लेख्नु परिहाल्यो, 0को 0 भइहाल्यो, अनि यहाँनिर 3/8 भइहाल्यो, अनि यहाँनिर -3 क्यान्सल भनेपछि -1/8 आउनु भयो। अनि त्यसपछि यहाँनिर 0को 0 भइहाल्यो, अनि यहाँनिर आरएचएसमा 11 × 3 / 8 अनि यो फेरि डेटले आयो त 33/8 आउने भयो त। कहीँनिर कि क्वेसन्स सारीमा र एक सोल्युसन छैन यसमा। अब ओके। सो इफ तपाईँहरूले केही मिस्टेक मेरो भेट्नुभयो भने सचाउनुहोस् है तपाईँहरू। यहाँ म चाहिँ प्रोसेसमा गइरहेको छु अहिले। यो एन्सर ठ्याक्कै एन्सर पाएको क्वेसन चाहिँ होइन। मैले यो एलपिपीवाला चेन्ज गर्नेवाला क्वेसन नै गरिरहेको भएर यसको एन्सर चाहिँ छैन है अहिलेलाई चाहिँ। अब के अरे प्रोसेस बुझौँ न पहिला। गलत भयो हुन पनि सक्ला। ओके। सो 1/3 को सेम छ 0, 1/3 को 1/3। अरूमा रङ नहुन सक्छ है, तर क्यालकुलेसन्समा चाहिँ कहिलेकाहीँ चाहिँ के भइदिन सक्छ भन्दाखेरि चाहिँ रङ भेटिन चाहिँ सक्छ। 4 को 4 नै भइहाल्यो है। सो तलको लागि -40/3 को 3 0 0 0 यो 10 यो 20। मैले फेरि पनि भनिरहेको छु यो क्वेसन मैले सल्भ गर्ने खालको क्वेसन होइन। एलपिपीमा जस्ट स्ट्यान्डर्ड फर्ममा चेन्ज गर्ने क्वेसनलाई चाहिँ मैले त्यसलाई कन्टिन्यू गरिरहेको भएर एन्सर चाहिँ हामीले एक्सपेक्ट गरे अनुसारको एन्सर नहुन पनि सक्छ। तर मेन भनेको प्रोसेस बुझ्ने हो, हामीले प्रोसेस गर्न जानेपछि एन्सर त्यतिकै आइहाल्छ है। सो भनेपछि अब नेक्स्ट काम भनेको यसलाई हामीले 1 बनायो। अब हामी यो दुइटालाई 0 बनाउनुपर्छ है। यो दुइटालाई 0 बनाउनको लागि R2 भनेको मैले 1/3 माइनसै गरिदिन्छु यसलाई पनि। सो R2 - 1/3 R1 गरिदिएँ। अनि त्यसपछि R1 चाहिँ रिफरेन्समा लिएको ल। अनि R3 भनेको प्लसमा छ, द्याट्स वाइ मैले R3 + 40/3 R1 गरिदिएँ। यो चाहिँ मैले रिफरेन्स है। अब मेरो बिबी आयो, एक्स वाइ आर एस पी आरएचएस है। अब एक्सको लागि मैले केही पनि गरेको छैन। 1 0 3/8 -1/8 0 33/8 है। अनि त्यसपछि अर्को भनेको वाइलाई चेन्ज गरे मैले। अब योलाई मैले 0 बनायो, यसलाई पनि 0 बनाएको होइन। सो 1 - R1 भनेको 0 छ, 1 नै भइहाल्यो। 0 माइनस प्लस गर्नु पऱ्यो, 3 3 क्यान्सल भनेपछि 1/8 निक्लिनु भयो। अनि त्यसपछि यो भनेको 1/3 -1/3 अनि त्यसपछि 8 है। माइनस त प्लस हुने भइहाल्यो। अनि त्यसपछि 1/3 प्लस 1/24 गर्दाखेरि हाम्रो 1 किन बाई भइरहेको छैन, 24 गर्दाखेरि हाम्रो आउने भयो 3/8 आउने भयो। यो जिसको भ्यालु होस्, मलाई अहिले भ्यालुसँग मतलब छैन। अब 4 -33 33 11/8 गर्दाखेरि 21/8 आयो यो चाहिँ भ्यालु होइन। सो तलको भ्यालु हेर्ने हो भने हाम्रो अब प्लसको टर्ममा छ। अब यो गर्दाखेरि 40/3 नै आउने भइहाल्यो। सो यो 0 छ, 0 0 0 भइहाल्यो। यो 10 छ, 10 + 1/3 भनेपछि 10 प्लस हाम्रो 40/9 को टर्ममा आउँछ। त्यो भनेको हाम्रो 130/9 को टर्ममा आइहाल्यो होइन। अनि सो यो 1 को 1 को टर्म ओके। हामीले उयो रिफरेन्स कुन लिइरहेको, मैले रिफरेन्स कुन लिइरहेको थिएँ, कुन गरिरहेको छु भगवान्। ओके। सो मैले यहाँनिर चाहिँ रिफरेन्स चाहिँ हामीले यो लिएको हो है। अनि यसको सोल्युसन चाहिँ मैले आई थिङ्क योबाट गरिरहेको छु जस्तो लाग्यो मलाई। लेट मी एकचोटि फेरि चेक है त। सो 0 को 0 0 यहाँनिर पनि 0 हुनुपर्ने हो। नो 0 हुन्छ यहाँनिर नि, यो 0 आउने भयो। यो 0 अनि त्यसपछि प्लस अनि त्यसपछि यो 3/8 गर्दाखेरि चाहिँ हाम्रो 40/8 चाहिँ यहाँनिर आउँछ है। यो चाहिँ मैले करेक्सन गरेको ल। अनि त्यसपछि यो चाहिँ हाम्रो 10 - 40/3 इन्टु त्यो गर्दाखेरि चाहिँ हाम्रो 10 - 40 बाई कति आउने भयो भन्दाखेरि चाहिँ 3 × 8 को 24 आउने भयो। यो गर्दाखेरि चाहिँ हाम्रो 25/3 चाहिँ यहाँनिर आइरहेछ। अनि यो चाहिँ 1 को 1 नै भइहाल्यो होइन। अनि त्यसपछि 120 प्लस अनि त्यसपछि हाम्रो यो रिफरेन्सको टर्ममा यो लिँदाखेरि चाहिँ 3
अब 3 11 त्यो काट्यो भनेपछि त्यहाँ माथि 11 हुनुभयो अनि त्यसपछि हाम्रो यहाँनिर चाहिँ 40 × 11 डिभाइडेड बाई 8 को टर्ममा आउने भयो यो चाहिँ 175 को टर्ममा आउने भयो है। सो अब यहाँसम्म हेरिसक्दाखेरि चाहिँ तपाईँहरूले के देख्नुभयो होला भन्दाखेरि चाहिँ लास्टमा चाहिँ नेगेटिभ छैन है। सो लास्टमा नेगेटिभ छैन भने चाहिँ अब तपाईँले लेख्न सक्नुहुन्छ के लेख्न सक्नुहुन्छ भन्दाखेरि सिन्स देयर इज नो नेगेटिभ नम्बर इन लास्ट रो हो लास्ट रो। अब सो पी म्याक्स इक्वल टु कति आइरहेको छ यो भ्यालु 175 एट एक्स कति छ एक्स 338 सरी 33 डिभाइडेड बाई 8 एन्ड वाइ कति छ यो भ्यालु हेर्ने है 21/8। अब भ्यालु हेर्दाखेरि चाहिँ यो भ्यालु बीबीको भ्यालु र आरएचएसको भ्यालु हेर्ने हो। सो बीबीमा यहाँनिर कहिलेकाहीँ चाहिँ आर मात्र आउन सक्छ अथवा सरी एक्स मात्र आउन सक्छ अथवा वाइ मात्र आउन सक्छ। त्यो बेलामा चाहिँ तपाईँहरूले चाहिँ जे छ त्यसको भ्यालु चाहिँ लेख्दिने अनि जे छैन त्यसको भ्यालु चाहिँ 0 भनेर लेख्दिने है त। सो कतिपय हाम्रो चाहिँ ओल्ड स्कुलको क्वेसनहरू हेऱ्यो भने चाहिँ एक्स इक्वल टु चाहिँ 0 अनि वाइ इक्वल टु चाहिँ समथिङ भ्यालु भनेर आएको हुन्छ। त्यो बेलामा चाहिँ के भन्दाखेरि चाहिँ हामीले यत्रो धेरै गर्नु परेन अनि त्यसपछि यो अहिले यहाँनिर एन्सर आएको भए हाम्रो के हुन्थ्यो थाहा छ यो वाइको भ्यालु चाहिँ 12 हुन्थ्यो अनि एक्सको भ्यालु त छैन यहाँनिर भनेपछि एक्सको भ्यालु चाहिँ 0 हुन्थ्यो अनि पी म्याक्सको भ्यालु चाहिँ 120 हुन्थ्यो है। यहीँनिर आएको एन्सर आएको भए तर यहाँनिर एन्सर आएन यहाँ त नेगेटिभ आइदियो होइन। नेगेटिभ नम्बर आइसकेपछि फेरि वी हेभ टु फाइन्ड आउट द पाइभट इलिमेन्ट अनि त्यसलाई नै फेरि अघि प्रोसेस जस्तो रिपिट गर्दै जाने हो। ओके सो यो चाहिँ समग्र भन्नुपर्दा प्रोसेसको कुरा भइहाल्यो। मैले चाहिँ एक एउटा मात्र गरिदिएको छु। अब तपाईँले अलिक बढी प्र्याक्टिस गर्नुहोस् अलिकति टेक्निकल चाहिँ यहाँनिर जुन मैले चिजहरू भने नि त्यो चिजहरूलाई चाहिँ अलिकति ध्यान दिएर मजाले प्र्याक्टिस गर्नुहोस्। यति भयो भने 6 मार्क्स चाहिँ आउँछ है त। सो अब यो लगभग 52-55 मिनटको भिडियो बनाएको छ यो हेरेर चाहिँ मजाले गर्नुहोस् ल।